आकार अलि ठुलो भयो। गत वर्षभन्दा 1 खर्ब 1 अर्ब ठुलो आकारको आएको छ एकातिर। अर्कोतिर संशोधित अनुमान हेर्दा झन् ठुलो आकारको 20% भन्दा बढी ठुलोभन्दा अलि यो आकारमा ठुलो आएको छ। त्यसभन्दा पनि कस्तो देखियो भने यो अलि बढी छरिएर के गर्न खोजेको भन्ने कुरा देखिएन। गत वर्ष बजेटमा हामी अर्थतन्त्र रूपान्तरणका 5 क्षेत्र भनेका थियौँ। अहिले कुन क्षेत्र फोकस हो त्यो पनि छैन। 60 प्रदेशलाई 60 वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन। गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रको चर्चा थियो गत वर्ष, यसपटक त्यस्ता पनि छैनन्। त्यसै गरी चाहिँ स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरेको थियो गत वर्ष, अहिले त्यो पनि छरिएर रहेको छ। त्यसो गर्दा आशा जगाउने ढङ्गले अर्थतन्त्रलाई समग्र रूपले चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ नियमित रूपले गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ। करतिर हेर्दा खास गरी विद्युतीय गाडीमा निरन्तरता गरेको छ, त्यो चाहिँ राम्रो हो। किनभने हामी पर्यावरण संरक्षणका कुरा छन्, त्यो सबै हिसाबले चाहिँ त्यो चाहिँ अहिले निरन्तर राखेको कायम गरेको छ, त्यो चाहिँ राम्रो। निजी क्षेत्रका साथीहरूले भोलि पर्सितिर कमेन्ट गर्नु होला, त्यो हेरौँ। किन करका सबै विवरणहरू हेर्न पाएको छैन। निजी क्षेत्र पहिलो दिन खुसी हुन्छ, दोस्रो दिनदेखि विरोध गर्न सुरु गर्छ। उहाँहरूले पक्कै पनि राम्रोसँग बुझ्नुभएकै होला। त्यो चाहिँ विद्युतीय गाडीकोमा र सामग्रीकोमा राम्रो छ। अरूमा चाहिँ विभिन्न छुटहरू छ। छुट असल नियतले आएको छ कि अरू खास कुनै स्वार्थ समूहको स्वार्थमा आएको छ, त्यो अलि घटनाक्रमसँगै डिटेल बुझेर बोल्नुपर्ने हुन्छ। अरू करका दरहरू कति चलाइएका छन् त्यो हेरिसकेपछि मात्रै डिटेल बोल्न सकिन्छ। समग्रमा भन्दा अलि आशा जगाउन सकेन। बलियो सरकार हो, बलियो खालको बजेट आउनु पर्थ्यो, त्यस्तो बलियो देखेर छरिएर आएको छ, असाध्यै छरिएर आएको छ र नियमित जस्तै आएको छ। धन्यवाद। इबीमा कर बढेन, जो बढ्छ कि भन्ने लागेको थियो, बढेन। तर घटाउनु पर्थ्यो इबीमा, त्यो पनि घटाइएन। किनभने अहिले जस्तो इबी गाडीहरूमा चाहिँ हामीले कर घटाउनुपर्छ। किनभने विद्युतीय सवारी साधनमा हामीले कर घटायौँ भने 3 खर्बभन्दा बढी हामीले पेट्रोलियम पदार्थ जुन आयात गर्छौँ त्यो पैसा कम हुन्छ नि, राज्यलाई फाइदा हुन्छ नि। त्यो घटाइएन, यथावत राखियो, तर घटाउने अपेक्षा हामीले राखेका थियौँ। जस्तो मानवजी अर्को एउटा प्रश्न, जस्तो तपाईँ दमकको भ्यू टावर पनि तपाईँले भिजिट गरिसक्नु भएको हो। अहिले फेरि दमकमा अन्तर्राष्ट्रिय स्तरको चाहिँ रङ्गशाला बनाउने भनेर चाहिँ अहिलेको बजेटमा आएको छ, के भन्नुहुन्छ? यो बजेट खेर फाल्ने एउटा प्रवृत्ति बनेको हो। सिधा भाषामा भन्ने हो भने, दायाँ बायाँ कुरा नगर्ने हो भने बजेट जसरी पनि खेर फाल्ने कुरा हो। जस्तै तपाईँको अब तपाईँ आफै भन्नुहोस् न, अहिले हाम्रो पोखरा विमानस्थल चलेको छ, भैरवा विमानस्थल चलेको छ। हामीले अरबौँ रुपियाँ लगानी गऱ्यौँ नि। त्यहाँ त कसैले गाई र भैँसी चरिरहेको छ नि। जग्गा जति मुआब्जा लगियो त्यो आवश्यकता थियो। तर अहिले त के भयो, फेरि निजगढ विमानस्थल बनाउने भनेको छ। अब जस्तो भ्यू टावरको हालत के छ, दमकमा भ्यू टावरसँगै अर्को 12 टावर पनि छ त्यहाँ, हेर्नु न। अहिले कालीकोटमा जानु भने कालीकोटको पिलीमा भ्यू टावर छ। देशभरिको अरबौँ पैसा रुपियाँ तपाईँको लगेर कसैको निजी सम्पत्ति जसरी खर्च गरिएको छ। त्यो पैसा त कहीँ शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, कहीँ कृषि क्षेत्रमा लगानी गरेर त्यसले त उत्पादनको हामीलाई त त्यसले फाइदा गर्थ्यो नि। हो त्यस्तै अहिले फेरि रङ्गशाला बनाउने भन्ने कुरा छ दमकमा। त्यो भएर प्रधानमन्त्रीजीलाई म के भन्छु भने, उहाँ नेपालको प्रधानमन्त्री होइन,